यो चाहिँ हिमालपारीको जिल्ला मोनाङको नासङ गाउँपालिका अवस्थित ताचे झर्ना जाने बाटो हो। यो झर्ना चाहिँ निकै सुन्दर र आकर्षक देखिन्छ। वरिपरिको भ्यू पनि एकदम राम्रो देखिन्छ। यो चाहिँ झर्ना जाने बाटो पनि एकदम आकर्षक छ। यो बाटो चाहिँ पुरै भिरमा यसरी खोपेर रेलिङ हालिएको छ। एउटा साहसिक पर्यटनको लागि पनि आकर्षक गन्तव्य हुन सक्छ। यो चाहिँ यहाँबाट तल चाहिँ यो ताचे गाउँ भने उ चाहिँ मर्साङ्दी नदी हो। यो चाहिँ झर्ना हो। यसको उद्गम स्थल चाहिँ सायद हिमालयबाट होला। हामी चाहिँ अब लगभग झर्नानिर आइपुग्न लाग्यौँ। ल फाइनल्ली झर्नाको नजिक आइपुग्यो। देख्न सक्नुहुन्छ तल यस्तो भिड छ। यो पुरै तल ताचे गाउँ। यो भिडमा चाहिँ यसरी रेलिङ खोपेर भर्याङ बनाएको छ, ढुङ्गा खोपेर। यो चाहिँ ताचे झर्ना। यतापट्टि पाना खालको झर्ना रहेको छ अनि त्यो चाहिँ त्यो झर्ना हो। यो चाहिँ झर्ना मेन झर्ना। अहिले चाहिँ हिउँदो याम भएको हुनाले त्यति धेरै पानी छैन। तैपनि हिउँदमा पनि यतिको झर्ना देश आकर्षकै देखिन्छ। बर्खायामदेखि असोजसम्म चाहिँ यहाँ एकदम ठुलो पानीको स्रोत हुन्छ। त्यसले गर्दा चाहिँ एकदम आकर्षक देखिन्छ। त्यो चाहिँ ताचे गाउँ। त्यो ताचे गाउँबाट करिब 1 घन्टाको पैदल यात्रामा हामी झर्ना आउन सकिन्छ। यहाँ वरिपरि यसरी हिउँ पनि देख्न पाइन्छ। भ्यू पनि राम्रो देखिन्छ र झर्ना पनि आकर्षक देखिन्छ।